यसको त यार पिपहरू पनि आछ यार है सञ्जित पिप पनि आछ यार यताबाट घाइते रहेछ त हजुर हेर्नु त यसको सिङ कति ठुलो छ मान्छेले होइन यिनीहरू आफू आफू जुधेर त्यस्तो भयो यो भाले गैँडा हो यो बिचरा नानी नै त यसको खुट्टा त त्यस्तो भएर हेर्नु त त्यो पाकेको घाउहरू यो भालेहरू भेट्यो भने यिनीहरू लड्छ कि अब त्यही अब उनीहरूले यो आफै सन्चो पनि हुन्छ यिनीहरूको अनि उस्तै भयो भने देख्यो भने यिनीहरू उपचार पनि गर्छ हेर्नु त सिङ कति ठुलो छ यसको दुब्लो होइन दुब्लो पनि हो यो अनि बुढो भए जस्तो पनि लाग्यो मलाई चिरेको यिनीहरू लड्दाखेरि कान पनि भएछ यसको त आँखा पनि ड्यामेज छ त नकर हो रे आफ्नो बाटो गयो पछाडि नि त्यसरी औषध त लगाइदिएर यो त जाने बेला सकिने बेला भन्छ यो अब टाइम छैन यसको सबै ड्यामेज भएछ क्या धानी नै सकिन्छ यसलाई त उपचार पनि हुँदैन होला पुरा घाइते छ लडेर आउले हानेर जस्तै भएछ